अहिले चाहिँ हामी अटोमा घर पुग्छौँ। अब चाहिँ यहाँ अघि चाहिँ नभएर गाडी नपाएर टेन्सन भइरहेको थियो हामीलाई। अहिले चाहिँ हामीलाई लिन अटो आइसक्यो। हेर्दै गर्नु होला, हामी अब जाँदैछौँ। हेलो एभ्रिवान, नमस्ते अनि सेवा, वेलकम छ माई युट्युब च्यानलमा। आयो हजुर सन्चै हुनुहुन्छ होला। आज चाहिँ म ह्याप्पी खुसी भएर बिहानै भिडियो स्टार्ट गर्दैछु साथीहरू। अनि म चाहिँ आज पार्लर जान लागेको क्या साथीहरू, अनि त्यही भएर म खुसी पनि छु होइन। अनि पार्लर गएर चाहिँ के गर्न आँटेको होला यो सुजुले भनेर चाहिँ नसोच्नु होला। म चाहिँ आज इलाम जाँदैछु क्या साथीहरू। इलाम जानुपर्ने छ। अनि हाम्रो चाहिँ इलाममा चाहिँ आज दिदीको नानीहरूको गुनिङ चोली छ साथीहरू। त्यही भएर म चाहिँ अब फटाफट हामी दुईजना दिदी बहिनी छौँ। अनि पार्लर गएर हल्का मेकअपहरू दलेर होइन, नराम्री हुनु पनि गाह्रो छ साथीहरू। पार्लर जानुपर्ने हुन्छ राम्री हुनको लागि। त्यही भएर म चाहिँ अब फटाफट पार्लर जानेछु होइन। अनि पार्लरमा अलिअलि दलदल गरेर हामी चाहिँ रेडी भएर जानेछौँ। तपाईँहरूले भिडियो हेर्दै गर्नुहोला अन्तिमसम्म है त साथीहरू। हामी चाहिँ हतार भएर गाडीमा जाँदैछौँ। हेर्नु सक्नुहुनेछ मेकअप गरेको हालत। मेकअप कपाल बिग्रिन्छ भनेर मैले चाहिँ बोलेको छु होइन। हामी दुईजना हाम्रो हालत यस्तो छ, साडी लाएर टाढा यात्रा गर्नलाई एकदमै गाह्रो हुँदो रहेछ साथीहरू। हामी चाहिँ हतार बाटो पनि लागिसक्यौँ। अनि हामी चाहिँ अब यहाँदेखिको दबक मधुमलरी हिँडिसक्यो हामी। दबकमा फेरि अर्को गाडी चेन्ज गर्नुपर्छ। त्यहाँदेखि विराटनगर हावा यस्तो गरिरहेछ। हामी चाहिँ अहिले ठ्याक्कै बिर्ता मोड आइसक्यौँ। अनि यहाँ गाडी घुमाउँदैछ। अनि यो लोगोदेखि चाहिँ हामी चिन्नुपर्छ हामी बिर्ता मोड आइसक्यौँ। अब शनि सरे खोज्नाबारी हुँदै जानुपर्छ भन्ने थाहा भइसक्यो होइन साथीहरू। हामी पुगिसक्यौँ बिर्ता मोड। शनि सरेको लोगो हेर्न सक्नुहुनेछ। खोज्नाबारी आइसक्यौँ अहिले चाहिँ ट्याक्कै खोज्नाबारीमा हेर्न सक्नुहुनेछ। मेन रोडमै छौँ। अब हामी चाहिँ अटोले जानुपर्ने हो कि केही जानुपर्ने हो। अब ट्याक्कै खोज्नाबारी छौँ। दिदी बहिनी भेट्दा हुनुहुन्छ। दिदी चाहिँ कपाल मिलाउँदै दुईजना चाहिँ आज भेट्दा भइरहेको छ। यहाँ गाडी नचिनेर गाडी नपाएर कहाँदेखि चढ्ने चाहिँ अहिले ठ्याक्कै बसदेखि चढेर आएर पनि अहिले चाहिँ 60 मुरे भन्ने ठाउँमा छौँ हामी चाहिँ। यहाँ के अरे अटोमा अब चाहिँ जान्छौँ होइन। अब चाहिँ उकालो लाग्नुपर्ने हुन्छ साथीहरू। बल्ल तल अब चाहिँ फिक्स अब चाहिँ अटोदेखि घरसम्म पुग्ने भयौँ हामी होइन। अनि अघिसम्म चाहिँ हामी तल गाडी आयौँ गाडीदेखि। अनि अहिले चाहिँ हामी अटोमा घर पुग्छौँ। अब चाहिँ यहाँ अघि चाहिँ नभएर गाडी नपाएर टेन्सन भइरहेको थियो हामीलाई। अहिले चाहिँ हामीलाई लिन अटो आइसक्यो। हेर्दै गर्नु होला, हामी अब जाँदैछौँ। के घर आइपुगिसक्यौँ होइन। सुपारी बगान हेर्न सक्नुहुनेछ। यति धेरै हामी चाहिँ अहिले ठ्याक्कै घर आइसक्यौँ। यता त कालो आउने रहेछ। शुभकामना दुईजनालाई। मेरो
म भन्दा अग्लो हुनु भएर फोटो खिच्नै भएन है अप्ठ्यारो भयो लड्नु आँटिसकेँ म हजुर मजाले तिमी एकछिन ठिक छ हामी फोटो कि भिडियो गरिदिनु यता हेर्नु न यता हाल्दैछु भएकै छैन लाइन आएको लाइन छ ल मेरो नि चल्छ मलाई स्विच अफ नाटो मनको साइनो जोडी छौ कोसित जुनी काछु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित वर्षपछि हामी चाहिँ भेट भएको छ दिदीलाई पनि मेरो भ्लगमा जान्छ धन्यवाद दिदीलाई मेरो सेल गर्ने के छ अनि तपाईहरुको के छ अनि बहिनीको पनि एकदमै ठिकै छ कति वर्षपछि भेट इलामको
आएको थाक्ले भन्ने ठाउँमा आएको छु। अनि हामी चाहिँ यहाँ माथि घर चाहिँ तल छ, तर हामी चाहिँ हावा खानलाई डाँडामा आएको छौँ। हावा पनि एकदमै मिठो लागिरहेछ साथीहरू। अनि आज चाहिँ हामी मजाले घुमिरहेछौँ है त। अनि आजको मौसम पनि एकदम राम्रो छ। उता स्कुलहरू देखाउ न, यस्तो छ स्कुलहरू यहाँको स्कुलको डाँडामा। हिजो चाहिँ मैले भिडियो गर्नै बिर्सेछु। अनि हिजो चाहिँ पानी पनि पर्यो अनि धेरै हामी बिजी पनि भयौँ बेलुकाखेरि। अनि पानी परेर सबै गाजाङ गुजुङ भयो, डान्सहरू अलिअलि हुँदै थियो, गर्दै थियौँ होइन। पानी परेर हामीलाई सबै लाइन पनि गयो। अनि मैले भिडियो पनि इन गर्न पाइनँ। अनि म भिडियो पनि इन गर्नलाई बिर्सेछु साथीहरू। यो चाहिँ सुपारीको बगान हेर्न सक्नुहुनेछ, धेरै छ सुपारी नै। सुपारीमा चाहिँ इलामतिर चाहिँ सुपारी बगानहरू छ होइन, यस्तो हेर्न सक्नुहुनेछ। अनि आजको लागि चाहिँ भिडियो यति नै। बाई बाई एभ्रिवान।